खजुरे आइतबार चाहिँ प्रभु येशू ख्रीष्ट जब यरुशलेमको यात्रा गर्दै हुनुहुन्थ्यो त्यो बेलामा मानिसहरूले येशू ख्रीष्टलाई यरुशलेममा स्वागत गरे। मानिसहरूले विचार गरे येशू ख्रीष्ट चाहिँ राजा हुँदै हुनुहुन्छ, अब उहाँले शासन गर्नुहुनेछ, उहाँले राज्य गर्नुहुनेछ अनि हामी उहाँको राज्यमा हुनेछौँ। उहाँले स्थापना गर्नुहुने राज्य चाहिँ त्यो समयको रोमीहरूको भन्दा पनि बेस्ट हुनेछ भनेर मानिसहरूले राजनीतिक तवरले हैन एउटा पोलिटिकल थट्सले उनीहरू येशूलाई पछ्याइराखेका थिए। तर येशू ख्रीष्ट वास्तवमा पोलिटिकल्ली राजा हुनलाई आउनुभएको थिएन। उहाँको राज्य, उहाँको किङडम चाहिँ एउटा आत्मिकी राज्य थियो। त्यो कारण उहाँ चाहिँ हाम्रो हृदयलाई राज्य गर्न चाहनुहुन्थ्यो। उहाँ चाहिँ सम्पूर्ण साम्राज्यलाई होइन। तर धेरै मानिसहरूले विचार गरे उहाँ चाहिँ साँच्चै परमेश्वरले पठाउनु भएको अगमवक्ता जसले चाहिँ राज्य गर्नुहुनेछ, उहाँ राजा हुनुहुन्छ भनेर विचार गरे अनि उहाँलाई होसन्ना होसन्ना भन्दै यरुशलेममा स्वागत गरे। तर अचम्मको कुरा यो छ, जो मानिसहरूले जुन भिडले येशूलाई स्वागत गरिराखेका थिए, तपाईलाई थाहा छ नेक्स्ट डे हैन भोलिपल्टको दिनमा त्यही मानिसहरू थिए जसले येशूलाई ढुङ्गाले हान भनेर चिच्याउने त्यही मानिसहरू थिए। त्यो कारण आज के भन्छ पाल्म सन्डेको वचन बोल्दिनँ म, तर म तपाईलाई यो कुरा बताउन चाहदछु कि हामी भिड हौँ या चेलाहरू हौँ। चेलाहरू जसले येशूलाई कहिले पनि छोडेन, तर त्यो भिडहरू आज उत्साहित भएर होसन्ना होसन्ना, उहाँ चाहिँ मस्ट हाई हुनुहुन्छ, उच्चमा विराजमान हुनुहुनेछ, उहाँलाई होसन्ना भन्दै जुन मानिसहरूले स्वागत गर्छन्, भोलिपल्ट त्यही मानिसहरूले आफ्नो चाहना आफ्नो इच्छा पुरा नहुँदा येशूलाई ढुङ्गाले हान भनेर कराउने त्यही मानिसहरू थिए। हामी भिडहरूको एउटा भाग होइनौँ, तर वास्तवमा येशू ख्रीष्टको साँचो चेलाहरू बनिनुपर्छ। येशूलाई पछ्याउने, येशूको जय जयकार गर्ने, म विश्वासी हुँ, म क्रिस्चियन हुँ भन्ने आज संसारमा धेरै मानिसहरू छन्। काउन्ट हेऱ्यो भने, सेन्सस हेऱ्यो भने धेरै ठुलो सङ्ख्या पाउँछ, तर त्यसको 10%ले पनि वास्तवमा येशूलाई पछ्याउँदैन है। 10%ले पनि येशूलाई पछ्याउँदैन। हामी पनि कतिपल्ट म क्रिस्चियन हुँ, म विश्वासी हुँ भनेर विचार गर्छौँ, तर वास्तवमा क्रिस्चियन र विश्वासीको वास्तविक अर्थ चाहिँ म मेरो धर्म परिवर्तन हुनु, मेरो नाम परिवर्तनसँग सम्बन्ध राख्दैन। वास्तवमा म विश्वासी हुँ भन्ने कुराको परिचय चाहिँ म येशू ख्रीष्टको चेला हो कि होइन भन्ने कुरासँग सम्बन्धित राख्छ। येशूले कहिले पनि धर्म प्रचार गर्नु भएन, येशूले कहिले पनि तिमीहरू क्रिस्चियन हो भनेर सम्झाउनु भएन, तर येशूले उहाँको चेला हुनलाई सम्झाउनु भयो। उहाँलाई पछ्याउने चेला, सधैँभरि उहाँसँग रहने चेला, उहाँसँग जोडी राख्ने चेला हुनलाई उहाँले मानिसहरूलाई बोलाउनु भयो। अनि आज पनि त्यो येशूले तपाईँ र मलाई उहाँको चेला हुनको निम्ति बोलाउनुहुन्छ। हामी येशू ख्रीष्टको डिसाइपलहरू हौँ। हामी येशू ख्रीष्टलाई पछ्याउने येशूको फ्यानहरू होइनौँ। फ्यानहरू भने मेरो त उहाँ यस्तो ठुलो, म उहाँको फ्यान हो भने हामी फ्यान होइनौँ। हामी उहाँलाई पछ्याउने येशूका चेलाहरू हौँ। हालेलुया। सो आज हामी कन्टिन्यू रूपमा अस्तिको सिरिजको चौथो खण्डलाई म कम्प्लिट गर्नेछु। लुकाको पुस्तक 11 अध्याय हाम्रो अन्तिम यो खण्डको अन्तिम हो, तर यसलाई हामी आधार बनाउँदै वास्तविक चेलाहरूले चुकाउनु पर्ने मूल्य, येशूलाई पूर्ण रूपमा पछ्याउँदा हामीले चुकाउनु पर्ने मूल्य अथवा हामीले पे गर्नुपर्ने कस्टको बारेमा, प्राइसको बारेमा आज हामी कुरा गर्नेछौँ। र आजको वचनको शीर्षक हो येशूलाई पूर्ण रूपमा पछ्याउनु। मसँग भन्नुहोस् त, येशूलाई पूर्ण रूपमा पछ्याउनु। हामी पार्ट टाइम क्रिस्चियनहरू होइनौँ। हामीहरू पार्ट टाइम होइनौँ। एकछिन हामी क्रिस्चियन हुन्छौँ, 1 घन्टा क्रिस्चियन हुन्छौँ, चर्चमा क्रिस्चियन हुन्छौँ। हामी चाहिँ प्रत्येक दिन ख्रिस्टमा भएर जिउने व्यक्तिहरू हौँ। हालेलुया। त्यो कारण पूर्ण रूपमा उहाँलाई पछ्याउनु आज हामी हेर्न गइराखेका छौँ। लुकाको पुस्तक 5 अध्यायको 11 पदले यसरी भन्छ, अनि तिनीहरूले आफ्ना नाउहरू किनारामा ल्याए र सबै कुरा त्यागेर उहाँको पछि लागे। हालेलुया। सो यहाँनिर सबै कुरा त्यागेर येशूको पछि लागे भन्ने महत्त्वपूर्ण वाक्यलाई आज हामी हेर्न गइराखेका छौँ।
यो खण्डलाई हामी आज विचार गर्न गइराखेका छौँ। हामीलाई थाहा छ यो अगाडिको खण्डमा जब येशू ख्रीष्टले सिमोन पत्रोस, याकुब र आन्द्रियसहरूलाई भेट्नुभयो, उनीहरू गालिलको झिलमा माछा मारिराखेका थिए। उनीहरूले रातभरि माछा मार्दा पनि उनीहरूले एउटा पनि माछा पक्रन सकेनन्। रातभरि उनीहरूले जाल हाने, उनीहरूले भएको अनुभवहरू, शक्ति होइन, विचार, सामर्थ्य, उनीहरूले पाएको सबै कुराको ज्ञानहरूलाई प्रयोग गरे, तर उनीहरूले माछा पाएनन्। तर जुन बेला येशूले उनीहरूलाई माछा पक्रिनलाई जाल हान भनेर आज्ञा गर्नुभयो अनि उनीहरूले साँच्ची नै त्यसै गरे अनि उनीहरूले प्रशस्तै मात्रामा जालहरू फ्याल्दै गर्दा प्रशस्तै मात्रामा माछाहरू पाए। हालेलुया। यो कुरा अस्ति हामीले हेरिसकेका छौँ कि त्यो आशिष जो चाहिँ प्रशस्तै मात्रामा उनीहरूले पाए, धेरै मात्रामा, धेरै 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 सङ्ख्यामा, जो चाहिँ काउन्ट गर्नै नसकिने थियो। उनीहरूको जाल फाट्न लाग्यो, उनीहरूको डुङ्गा पनि डुब्न लाग्यो। हालेलुया। उनीहरूले अरूलाई पनि बोलाए, आऊ हामीलाई सहायता गर, हामीसँग यति धेरै आशिष छ, यति धेरै आशिष पाएका छौँ कि हामी बाँडौँ भनेर उनीहरूले अरू मानिसहरूलाई बोलाए। सो आज हामी यहाँ हेर्न गइराखेका छौँ कि साँचो चेलापन चाहिँ पूर्ण समर्पणताको आवश्यकता पर्दछ। म साँचो चेला हुँ भन्छौँ भने हामीले पूर्ण रूपमा उहाँमा समर्पित हुनुपर्छ। आजको संसारमा हामी हेर्छौँ मानिसहरूले धेरै कुरालाई पछ्याइराखेका छन्, सफलतालाई, पैसालाई, सुख सुविधा, सबै कुराहरू। जब यो चेलाहरूलाई हामी हेर्छौँ त्यो रातभरि माछा परेन, तर त्यो दिन माछा पर्यो जब येशूले उनीहरूलाई भन्नुभयो, उनीहरूसँग यति धेरै माछा पर्यो। यदि हामी यस्तो प्रकारको आशिष पाएको भए सायद हामी आशिषको पछाडि लाग्छौँ होला, हामी उपहारको पछि लाग्छौँ होला, हामीले पाएको गिफ्टको पछाडि, हामीले पाएको सफलताको पछाडि, हामीले पाएको त्यो धनाढ्यपनको अगाडि एकैचोटि प्रशस्तै मात्रामा उनीहरू जिरोबाट प्रशस्तै भएको मानिसहरूमा पुगे। तर उनीहरूले त्यो प्रशस्तता पायौँ, ओहो अब खुसी हो, म पार्टी गरौँ भनेर उनीहरू रमाएनन्। तर उनीहरूले के गरे कि त्यो सम्पूर्ण गिफ्ट दिनुहुने, त्यो उपहार दिनुहुने, त्यो ट्यालेन्ट दिनुहुने, उनीहरूले पाएको प्रशस्ततालाई छोडेर प्रशस्तता दिनुहुने येशूलाई पछ्याए। हालेलुया। आज हामी प्रशस्ततामा रमाउँछौँ या प्रशस्तता दिनुहुने येशूमा रमाउँछौँ? रोजाइ तपाईँ र मेरो हो। आज धेरै मानिसहरू जीवनको धेरै माछा पक्रिँदै गर्दा आफ्नै पनमा खुसी भइराखेको हुन्छ। म धनी भएँ, म सफल भएँ, मेरो नाम, मान, फेम, इज्जत, वाउ भनेर मान्छेहरू रमाउँछन्। तर यो चेलाहरूले त्यसो गरेन। हालेलुया। उनीहरूले कसलाई पछ्याए? येशूलाई पछ्याए, जसले यो सबै कुरा दिनुभयो। हालेलुया। त्यो नासिएर जाने, सायद आज छ भोलि नहुने कुराहरूमा भन्दा पनि सधैँभरि रहिरहने कुरामा उनीहरू आनन्द मनाए। जब उनीहरूको जाल भर्यो, उनीहरूले माछालाई होइन तर येशूलाई पछ्याए। त्यो बेलुकी उनीहरू खुसी हुनुपर्ने, ओ हामीले माछा पक्रियौँ, अब यसलाई बेच्नु पर्यो, प्रशस्तै धनी हुने भयौँ होइन। आज त छोराछोरीले पनि खसीको मासु र भात खाने भयो भनेर उनीहरू रमाएन। उनीहरूले के गरे? प्रभु म पापी हो, म पापी हो, म माछा होइन, म तपाईँलाई पछ्याउँछु। हालेलुया। अनि येशू ख्रीष्टले के भन्नुभयो? अब उपरान्त तिमीहरू मानिस पक्रनेछौ। माछा मार्ने मानिसहरू मानिस बचाउने मानिसमा परिवर्तन भए, मानिसको आत्मा बचाउने मानिसहरूमा परिवर्तन भए। हालेलुया। अरूलाई मारेर जीविकोपार्जन गर्नेहरू अब मानिसहरूलाई समात्नेछन् अनि परमेश्वरले त्यसमा प्रशस्तै उनीहरूलाई आशिष दिनुभयो। प्रेरितको पुस्तकमा हेऱ्यो भने जब पत्रुस एक समयमा कायर थियो, एक समयमा डर छेरुवा थियो, पत्रुस एकपल्ट काम नलाग्ने धोकेबाज मानिस थियो, तर एकपल्ट यस्तो समय आयो जब उनी उभिएर प्रभुको वचनले प्रचार गरे, हजारौं मानिसहरू उनलाई पछ्याउने मानिसहरू भए। हालेलुया। जब हामी साँचो हृदयले यसलाई पछ्याउँछौँ, हामीले पछ्याएकै कारण परमेश्वरले हामीलाई सफलता दिनुहुनेछ। हालेलुया। आजको संसारमा धेरै मानिसहरू येशूलाई चिनेका छन्, तर धेरै कम्तीले मात्र येशूलाई पछ्याएका छन्।
म अहिले भर्खरै पाम सन्डेको कुरा गर्दै थिएँ। त्यहाँ धेरै मानिसहरूले यसोलाई पछ्याउँथ्यो। तपाईँले यूहन्ना 12:13 पढ्नुभयो, लुकाको पुस्तकमा पनि छ 19 अध्यायमा, मत्तीमा पनि तपाईँले पाउनुहुन्छ, मर्कुसमा पनि तपाईँले पाउनुहुन्छ। यहाँ ठुलो भिडले यसोलाई पछ्याउँथ्यो। ठुलो भिडले भनेर लेखेको छ। मानिसहरू ठेलामठेल गरिराखेका थिए। लुका 5 अध्यायको 1 पदमा यति साह्रो भिडहरूले यसोलाई पछ्याउँथ्यो। तर मजाको कुरा चाहिँ यो छ, त्यो भिडहरूले सधैँभरि यसोलाई पछ्याएन। कसले यसोलाई पछ्यायो? चेलाहरूले यसोलाई पछ्यायो। भिडहरू माछा खानलाई पछ्यायो, भिडहरू रोटी खानलाई पछ्यायो, भिडहरूले अरू केही कुरा पाउँछु कि भनेर पछ्यायो। तर चेलाहरूले आफ्नो जीवनै दिएर यसोलाई पछ्याए। आज तपाईँ र म त्यो भिड जस्तो मात्रै हौँ कि वास्तवमा चेलाहरू हौँ? हामी आफैले आफूलाई रोज्नु, आफूले आफूलाई सोध्नुपर्छ। त्यसकारण म जहिले पनि भन्छु, हामी क्रिस्चियन हुन सजिलो छ, हामी इसाई हुन, विश्वासी हो म भन्न सजिलो छ। तर वास्तवमा चेला भएर जिउन चाहिँ गाह्रो कुरा छ। चेला हुनु चाहिँ कठिन कुरा छ। साँचो चेला चाहिँ पूर्ण रूपमा समर्पित चेला हुनुपर्दछ र समर्पित चेलाले मूल्य चुकाउनुपर्छ। आमेन। यसोलाई पछ्याउनु भनेको केही कुरामा सम्झौता गर्नु होइन, तर सबै कुरा उहाँको हातमा सुम्पिदिनु हो। यसोलाई पछ्याउनु चाहिँ सबै कुरा उहाँको हातमा सुम्पिदिनु हो। प्रभु, म तपाईँलाई पछ्याउँछु भन्ने कुराको निर्णय गर्नु है। साँचो चेला हुनु चाहिँ पूर्ण रूपमा समर्पित हुनु हो, कम्प्रोमाइज गर्नु होइन, तर हाम्रो जीवनको प्रत्येक कुरा उहाँलाई सुम्पनु हो। यहाँनिर ग्रिकमा यहाँनिर दुईवटा शब्दलाई प्रयोग गरेको छ है। यहाँनिर दुईवटा शब्द तपाईँ र म पाउँछौँ, जो चाहिँ आफिनेस पान्टा भन्ने शब्द छ, जसको अर्थ हो आफिनेस, जसको अर्थ हुन्छ पूर्ण रूपमा छोड्नु, अलिकति पनि बाँकी नराखिकन पूर्ण रूपमा नै समर्पित हुनु। हामी धेरैपल्ट पूर्ण रूपमा समर्पित हुँदैनौँ। यो चाहिँ मेरो होइन, मैले सबै कुरा परमेश्वरमा समर्पण गरेँ भने उहाँले पे ब्याक गर्न सक्नुहुन्छ कि सक्नुहुन्न होइन? इन्सुरेन्स जस्तो हामी सोध्छौँ, प्रभु म तपाईँलाई सबै कुरा त दिन्छु, तर तपाईँले मलाई दिन सक्नुहुन्छ कि सक्नुहुन्न? हाम्रो भरोसा चाहिँ उहाँमा हुनुपर्छ। हालेलुया। हामी गाउँदा भन्छौँ, गीत पनि गाउँछौँ, सब थोक दिन्छु म, सब थोक दिन्छु म होइन, आई सरेन्डर, सब थोक दिन्छु म भन्छौँ। तर के गर्छौँ? दिन चाहिँ त्यो एउटा मुखले मात्रै हुन्छ। तपाईँको गोजीमा 500 र 50 को नोट छ भने नि, तपाईँको यो उम्लाले के गर्छ? औँलाहरूले के गर्छ? 500 को नोटलाई ठेल्दैछ, यो होइन है 500 त भित्र जा। अनि त्यसपछि के बिस्तारो 50 को, अझै 10 को छ त 10 को पो हेर कि होइन? अनि हामी भन्न चाहिँ के भन्छौँ? आई सरेन्डर, आई सरेन्डर। के सरेन्डर गर्छौँ थाहा छैन होइन, मुखमा मात्रै हामी सरेन्डर गर्ने भएको छ। सो हाम्रो जीवन चाहिँ उहाँमा समर्पण गर्ने कुरा हो। मैले समर्पण गर्नु भन्दै गर्दा धेरैजना डराउनु पर्दैन, ला पास्टरले त हाम्रो घर खेत बारी सबै कुरा पो भन्यो भनेर होइन। तपाईँको जीवन, तपाईँको योजना, तपाईँको प्लान, तपाईँको जीवनको हरेक कुरा चाहिँ उहाँको हातमा सुम्पिदिनु हो। तपाईँले सफल हुँदै गर्दा प्रभु यो सफलताको कारण चाहिँ तपाईँ हुनुहुन्छ भन्नु हो। मेरो योजना लिएर जाँदै गर्दा प्रभु मेरो योजनामा तपाईँ हुनुहुन्छ भन्ने कुरा भन्नु हो। हालेलुया, हालेलुया। त्यही कारण हामी उहाँमा समर्पित हुनुपर्दछ, किनकि हामी साँचो चेलाहरू हुनुपर्दछ। आमेन। सबै कुरा त्यागेर भन्ने कुराहरू हामी पाउँदछौँ र यहाँनिर सबै कुरा र सबै थोक भन्ने कुराहरू छ। सबै कुराहरू तपाईसँग भएको सारा कुराहरू अनि सबै कुराहरू, तपाईँको नाम, तपाईँको मान, तपाईँको फेम, तपाईँको पेसा, तपाईँको पैसा, तपाईँको सबै कुरा नै उहाँको हातमा समर्पण गर्नु हो। प्रत्येक पल्ट म होइन, ममा येशू जिउनुहुन्छ भन्नु। हालेलुया। ममा येशू भएर जिउनुहुन्छ भन्नुभयो। आमेन। सो यहाँ हामी पाउँदछौँ कि साँचो चेला हुनलाई हामी पूर्ण रूपमा समर्पित हुनुपर्दछ र हामीले माछा होइन तर माछा बनाउने परमेश्वरलाई पछ्याउनु पर्दछ। हालेलुया। सो हामी नम्बर 1 हेर्छौँ समर्पणताको मूल्य। यहाँ सबै कुरा त्याग्नु अथवा सबै कुरा त्यागेर भन्ने शब्द किन प्रयोग गर्दछन् अहिले हामी हेर्दछौँ। यो चेलाहरू चाहिँ पूर्ण रूपमा येशूलाई पछ्याउन चाहन्थ्यो। उनीहरू पार्ट टाइम येशूलाई पछ्याउने होइन। हामी चाहिँ पार्ट टाइम होइन, यति ओके 15 मिनट येशूको लागि, 10 मिनट येशूको लागि हामी टाइम छुट्याउँछौँ।
तर साँचो चेलाहरू चाहिँ सबभन्दा पहिलो प्राथमिकता कसलाई दिन्छ? येशूलाई दिन्छ। भयमाथि विजय। यो चेलाहरू चाहिँ एकदमै डराएका थिए। 8 पदमा हेऱ्यौँ भने उनीहरू एकदमै डराएका थिए, तर येशूले भन्नुभयो नडराऊ तिमीहरू, है अबदेखि नडराऊ, किनभने डर चाहिँ परमेश्वरबाट आएको होइन। उनीहरू डराए भन्ने शब्दलाई विचार गर्दै गर्दा धेरै कुराहरू यहाँ जोडिँदछ। एउटा उनीहरूको कामले, एउटा चाहिँ अब के हुने हो भविष्यको चिन्ताले उनीहरू डराएका थिए। अर्को डर चाहिँ उनीहरू येशूसँगको डर हो। जब उनले त्यो अचम्मको काम गरे उनीहरूलाई लाग्यो येशू चाहिँ वास्तवमा परमेश्वर हुनुहुन्छ। पुरानो नियममा हामीले हेऱ्यौँ भने परमेश्वरलाई कसैले पनि आम्ने सामने भेट्न सक्दैन, देख्न सक्दैन। मैले अस्ति पनि व्याख्या गरेँ, जब मोसाले पुरानो समयमा परमेश्वरलाई हेर्ने जिद्दी गरे, प्रभु तपाईँ को हुनुहुन्छ, म देख्न चाहन्छु, म तपाईँलाई हेर्न चाहन्छु। अनि परमेश्वरले मना गर्नुभयो, हुँदैन, तिमीले मलाई स्पष्ट रूपमा हेर्न सक्दैनौ। अनि पछि परमेश्वर फर्केर जाँदै गर्दा पछाडिबाट केही उज्यालो कुराहरू उनले देखे अरे। अनि त्यो धेरै टाढाबाट देखेको त्यो उज्यालो कुराहरूलाई पनि उनले देखेर त्यो माउन्ट सिनाईबाट, सिनाई पर्वतबाट तल आउँदाखेरि उनी यति साह्रो चकिलो, उनको रूप र स्वरूप नै अर्कै भइसकेको थियो त्यति टाढाबाट देख्दा पनि। अनि पुरानो नियममा यहुदीहरू, जुइसहरूको विचारमा के थियो भने हामीले हाम्रो खुल्ला आँखाले परमेश्वरलाई देख्यौँ भने हामी मर्छौँ, है। एक्ज्याक्टली सेम कुराहरू तपाईँले लुकाको पुस्तकमा जकरियाको बारेमा विचार गर्दै गर्दाखेरि लेखेको कुराहरू छ। प्रधान पुजारीहरू भेट्न जाँदा, महापुजारीहरू भेट्न जाँदा कति फर्किने नफर्किने धेरै कुरा, कतिको बोली नै बन्द हुने, वाक्य नै बन्द हुने, होइन, त्यस्तो प्रकारको थियो। अनि उनीहरू चाहिँ डराए। हालेलुया, उनीहरू डराए किनभने पत्रुसलाई थाहा थियो मैले परमेश्वरलाई अब नाङ्गो आँखाले देखेँ, सायद अब म मर्छु होला। तर अचम्मको कुरा, हाम्रो परमेश्वर चाहिँ डराउने होइन, माया गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँले के भन्छ, तिमीहरू नडराऊ, अबदेखि उपरान्त तिमीहरू माछा पक्रिनेछ। हालेलुया। आम्ने सामने, जब उहाँसँग हाम्रो आम्ने सामने भेट हुन्छ, जब हाम्रो जम्का भेट हुन्छ, उहाँसँग इन्काउन्टर हुन्छ, हाम्रो जीवन परिवर्तन हुन्छ। हालेलुया। हिजो आज बिहानीसम्म माछा समात्न नसक्ने व्यक्ति अब येशूको पछाडि लाग्न थाल्यो अनि ऊ प्रशस्तता पाउने व्यक्ति बनिँदैछ। हालेलुया। अर्को कुरा, पुरानो जीवनलाई नछोडिकन हामी किन समर्पित हुनुपर्छ भने पुरानो जीवनलाई नछोडिकन, पुरानो कुराहरूलाई नछोडिकन हामी नयाँ कुराहरू प्राप्त गर्न सक्दैनौँ। यदि ती माझीहरू जसले माछा मार्थे उनीहरूले जाल समाति राखेको भए उनीहरूले मानिसलाई पक्रने माझी बन्ने थिएनन्। यो चाहिँ एउटा प्रोसिजर हो। हामीसँग पुरानो कुरा छ, पुरानो जग्गा खाली गरेन भने नयाँ कुरा पाउन सक्दैनौँ। नयाँ आशिष पाउनलाई पुरानो कुराहरूलाई खाली गर्नुपर्छ। हालेलुया। त्यो कारण यहाँ चाहिँ पूर्ण रूपमा समर्पणताको आवश्यकता छ। विश्वासको कदम, समर्पण भनेको अँध्यारोमा हाम फाल्नु भनेको होइन, बुझ्नुभयो? समर्पण भनेको चाहिँ अँध्यारोमा हाम फाल्नु भनेको होइन। त्यसकारण क्रिस्चियनहरू चाहिँ अन्धविश्वासी होइन। अन्धविश्वास भन्ने कुरा छैन है, एक्चुअल क्रिस्चियनिटीमा अन्धविश्वास भन्ने कुरा छैन है। यहाँ चाहिँ के छ, उज्यालोमा अथवा येशूलाई हात समातेर हिँड्नु हो वास्तविक समर्पणताको अर्थ चाहिँ, होइन? जम्प गर्नु, हाम फाल्नु, अन्धाधुन्दा हिँड्नु भन्ने कुरा होइन, तर वास्तवमा उज्यालो येशूलाई हात समातेर हिँड्नु भन्ने कुरा हो। दोस्रो हामी हेर्छौँ येशूलाई प्राथमिकतामा राख्नु। समर्पणता भनेको येशूलाई प्राथमिकता दिनु, प्रायोरिटी दिनु, है। उहाँलाई सबैभन्दा हाम्रो जीवनको पहिलो प्राथमिकता दिने कुरा। धेरैपल्ट हाम्रो प्राथमिकता हाम्रो खुबीमा, हाम्रो अनुभवमा हामी भर पर्छौँ। मैले अस्तिको हप्ता पनि भने, पत्रुसको कुरा गर्ने हो भने ऊ त अनुभवमा परिपक्व मान्छे थियो। पत्रुस पूर्ण रूपमा परिपक्व थियो। ऊ जन्मेदेखि नै बाउआमासँग माछा मारेर हिँडेको व्यक्ति। यसले आएर यता जाल हान भन्दा कस्तो जवाब हुन्थ्यो होला, ए तपाईँ कार्पेन्टरको छोरा, हामी माछा मार्नलाई सिकाउने, हामी त जीवनभरि माछा मार्ने मान्छे, हामीलाई अनुभव छ, होइन, एक्सपिरियन्स छ। उसले त्यो उत्तर दिन सक्थ्यो, तर उसले त्यसो गरेन। उसले के भन्छ, म तपाईँको वचनमा, वचनले होइन, वचनको कारणले म तपाईँको वचनमा जाल हान्नेछु। हालेलुया, हालेलुया।
अनुभवमा होइन है, हाम्रो एक्सपिरियन्समा होइन, मैले सिकेको कुरामा होइन, सबै कुरामा होइन, तर म के गर्दछु कि वचनमा हामी हिँड्दछौँ। यसलाई प्राथमिकतामा राख्ने कुरा। अब मुख्य खण्ड लुकाको पुस्तकबाट हामी खोल्न सक्छौँ 14 अध्यायलाई, 14 अध्यायको 25 पद। लुका 14 अध्यायको 25। द गोस्पल लुक च्याप्टर 14 वर्स 25, 26, 33। यो पूर्ण खण्ड हो, तर म 3वटा पदलाई आज हाइलाइट गर्न चाहन्छु। मानिसहरूको ठुलो भिड उहाँको साथमा जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो। यस अघि मैले भनिसकेँ कि एउटा ठुलो भिड उहाँको पछि लागिराखेको थियो। यसोलाई पछ्याउनु भनेको उहाँलाई आफ्नो जीवनको सबैभन्दा पहिलो स्थान दिनु हो। प्रियहरू, भिडको पछि कुद्नु होइन, तर मेरो जीवनमा उहाँ को हुनुहुन्छ भन्ने कुरा बुझ्नुपर्ने कुरा हो। यसोको पछि लाग्ने 2 प्रकारका भिडहरू छन्। एउटा भिड छ, क्राउड छ, अर्को चेलाहरू छन्। दुईटा व्यक्तिहरू छन्। भिडहरूको उद्देश्य फरक छ, उनीहरू पछ्याउनुको उद्देश्य फरक छ। कि विशेष गरिकन यहुदी भिडहरू किन यसोको पछि लाग्थे कि अद्भुत कामहरू हेर्न, चिन्हहरू हेर्न, चमत्कारहरू हेर्न। अनि त्यति मात्र होइन, यसुले मिठो मिठो वचन बोल्नुहुन्थ्यो, परमेश्वरको वचन अधिकार सहित, त्यसको लागि पनि आउँथे। त्यति मात्र होइन, उनीहरू रोटी खान पाइन्छ। यसुको पछि लाग्यो भनेदेखि रोटी पाइन्छ भनेर उनीहरू यसुको पछि लागिराखेका थिए। अनि उनीहरू यसुको पछि लाग्नुको अर्को कारण चाहिँ अरू मानिसहरू थिए कतिजना, ओहो हामीलाई चाहिँ फन्डिङ हुन्छ, फन्ड मिल्छ, पैसा मिल्छ भनेर यसुको पछि लाग्ने मानिसहरू पनि थिए। तर यदि त्यसो हो भने ती व्यक्तिहरू यसुका चेला थिएनन्। यसुका चेलाले चाहिँ आफ्नो सबै कुरा गुमाएर पनि यसुको पछि लागेको थिए। हालेलुया, हालेलुया। यहाँनिर चिन्ह चमत्कार हेर्न, रोटी खान अथवा आशिष मात्रै खोजेर चाहिँ होइन, सङ्कष्टमा परेको बेला मात्रै, दुःख परेको बेला मात्रै, बिमारी भएको बेला मात्रै यसुलाई पछ्याउनु चाहिँ त्यो भिडलाई पछ्याउनु जस्तै हो। हालेलुया। मैले अस्ति पनि तपाईँलाई भने, यदि मैले यसुलाई विश्वास गरिकन मेरो जीवनमा कुनै पनि प्रकारको फलिफाप नभए पनि होइन, कुनै पनि प्रकारको आशिष नपाएको भए पनि, मेरो बिमार निको नभए तापनि म अझै यसुलाई पछ्याइराख्छु। किनभने उहाँमा पाउने उद्धार चाहिँ शारीरिक छुटकाराबाट होइन, अनन्त आशाबाट आउँदछ। हालेलुया, हालेलुया। म त प्रार्थना गरेको, चर्चमा गएको, के अन्त बिमार निको भएन नि त हो, अनि म फेरि फर्केँ? होइन, म उहाँलाई पछ्याउँछु किनभने मैले साँचो उद्धारकर्तालाई पाएको छु। मेरो शरीरको रोग निको होस् कि नहोस्, मेरो आर्थिक कुराहरूमा सुधार होस् कि नहोस्, त्यो दोस्रो कुरा हो। तर म पूर्ण रूपमा यसुलाई पछ्याउनु चाहिँ मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण निर्णय हो। हालेलुया। त्यो कारण साँचो चेला यसुमा समर्पित बनिन्दछ। चेला भनेको त्यो जो यसुको चरित्र सिक्न र उहाँको पाइलामा हिँड्न चाहन्छ, चाहे बाटो जतिसुकै कठिन होस्। बाटो गाह्रो भए पनि साँचो चेलाहरू चाहिँ यसुको पछि लाग्छ। तर भिड चाहिँ के गर्छ, 1-2 दिन हिँड्छ अनि त्यसपछि आफूले चाहेको कुरा पाएन भने फेरि फर्किन्छ। होइन, मैले यो आशिष पाएको थिएँ, मैले यो सोचेको थिएँ, यो हुन्छ होला भनेको थियो, त्यो भएन भनेर ऊ चाहिँ के गर्छ, फर्किन्छ। तर साँचो चेला चाहिँ बाटो कठिन भए पनि यसुको पछि हिँडिराख्छ। हालेलुया। त्यो कारण त हामी गाउँछौँ, यसुको पछि म हिँड्न लागे। हालेलुया। दुनियाँलाई त्यागी, सबै कुरा छोडेर क्रुसलाई बोकेर म यसुको पछि हिँड्न लागे। त्यो कारण म फर्किँदिनँ। नो टर्निङ ब्याक, नो टर्निङ ब्याक हामी गीत गाउँछौँ। तर अगाडि अलिकति कठिन दिन आयो भने, यसो तपाईँ कहाँ हुनुहुन्छ, फर्किन्छौँ हामी फेरि। ओ यो बाटो कठिन रहेछ, यो बाटो गाह्रो रहेछ, होइन, यो बाटोमा त ओहो मुस्किल छ, हिँड्न सक्दैन। तर वास्तवमा साँचो चेलाहरूले कठिन कुरा अगाडि देख्दै गर्दा पनि यसुलाई पछ्याइ नै राख्छ। हालेलुया। तपाईँले कुनै दिन समय पायो भने भोइस अफ मार्टरीको एउटा किताब तपाईँले पढ्नुहोस्, प्रताडित हृदयहरू भन्ने, नेपालीमा एकदमै राम्रो किताब छ। मानिसहरू कसरी यसुमा आज जिएका छन्। हालेलुया। मैले एकजना चाइनिज व्यक्तिको कुरा सुनेको छु। तपाईँ दिदीबहिनीहरूले चाहिँ
विशेष गरिकन एउटा किताब छ दिदीबहिनीहरूको लागि, चाइनिज दिदीबहिनीहरूले प्रभुलाई विश्वास गर्दाखेरि भोगेको दुःखको बारेमा, जोसिला हृदयहरू, होइन, जोसिला हृदयहरू। तपाईँले भोइस अफ मार्टरीको यो प्रोडक्सन हो, तपाईँले पढ्नुहोस् कुनै बेला किताबहरू, है, फेसबुकमा भन्दा पनि किताब पढ्नमा मजा आउँछ। अनि तपाईँले यो किताबहरू पढ्नुहोस्, खोजेर पढ्नुहोस्, अमाजोनबाट मगाउनुहोस्, होइन, धेरै कुराहरू, धेरै उपायहरू छन्। सो मैले त्यो कथाहरू सुन्दा नि, उनीहरूको जीवनको घटनाहरू सुन्दा हामी छक्क पर्छौँ क्या, मान्छे कसरी सहन सक्यो होला भनेर। मेरो प्रार्थना छ यसपालि हाम्रो मिनिस्ट्री ट्रिपमा जाँदै गर्दाखेरि काठमाडौँमा सायद त्यो मान्छेलाई भेट्न पाउँदैछु भन्ने कुराको मेरो आशा छ, जसले त्यो किताबमा एउटा टेस्टमनी लेखेको छ, है। चाइनाबाटको एकजना दिदी आउँदै हुनुहुन्छ, मलाई थाहा छैन यदि जाने मौका पाएँ यसपालि भने मैले उहाँलाई भेट्न पाउँदैछु। म एकदमै एक्साइटेड छु। चाइनामा प्रभुलाई विश्वास गर्दा उनीहरूले भोगेको दुःखहरू हामी कल्पना पनि गर्न सक्दैनौँ। त्यो दिदीको किताबमा छ उनको छालाहरू काटेर नि, यो छालाहरू काटेर नुन र खोर्सानी लगाएर त्यहाँमाथि कागतीको अमिलो छर्किन्छ अरे क्या, क्रिस्चियन भएको कारण। यति साह्रो पेनफुल, काँडा भएको त्यो रोटेट गर्ने कुरामा काँडाले यो छाला चरचर निक्लिन्जेलसम्म उनीहरूलाई चाहिँ घुमाइदिन्थ्यो अरे। विश्वासी भएको अरू कुनै कारण छैन, अरू कुनै रिजन छैन। हालेलुया। त्यो कारण येशूलाई पछ्याउने चेलाहरू चाहिँ हरेक प्रकारको सङ्घर्ष गर्नलाई तयार हुनुपर्छ। यो चाहिँ साँचो समर्पणता हो। प्रभु आज बेलुका म के खाने होइन, प्रभु म तपाईँले जे दिनुहुन्छ त्यो खान्छु भन्नु हो। मेरो फ्युचर के हुने हो होइन, प्रभु तपाईँले मेरो फ्युचर कस्तो बनाउनुहुन्छ त्यस्तै म हुने हो भन्नु हो। हालेलुया। तपाईँ र मैले, तपाईँ र मेरो फ्युचरलाई नि टेढामेढा गर्न थाल्यो भने हामी कहिले पनि सन्तुष्टि हुँदैन। उहाँमा भरोसा गर्नुहोस्, तपाईँको फ्युचर उहाँमा सेक्योर हुनेछ। हालेलुया। त्यो कारण त्यो कठिन यात्रामा पनि येशूलाई नछोड्नु भन्ने कुरा हो। त्यो चेलाहरूले चाहिँ बाटो अगाडि कठिनाई देख्दा पनि येशूलाई पछ्याइ नै रहन्छ। आज तपाईँ येशूको पछि किन लाग्दै हुनुहुन्छ? तपाईँले सोच्नुहोस्, म किन येशूको पछि लाग्छु? मैले किन येशूलाई पछ्याएको? बुवा आमाले गर्दा हो, होइन, मेरो बुवा आमा विश्वासी हो, त्यो भएर मैले चर्च जानुपर्छ, मैले सङ्गति जानुपर्छ भन्ने कुराले हो। त्यसमा तपाईँको निर्णय गलत हो, होइन। मेरो हस्बेन्ड अथवा मेरो वाइफ क्रिस्चियन भएको कारण म पछ्याउनुपर्छ, तपाईँको गलत निर्णय हो। मेरो छोराछोरीले भन्यो अनि म चर्च गएको, तपाईँको गलत निर्णय हो। कसैले तपाईँलाई बोलाएको भएर चर्च जाँदै हुनुहुन्छ, तपाईँको गलत निर्णय हो। तपाईँको सही निर्णय चाहिँ तपाईँको हृदयले प्रभु येशू ख्रिस्टलाई मेरो व्यक्तिगत जीवनको प्रभु भनेर स्वीकार्नुपर्छ। हालेलुया। त्यसको लागि सायद तपाईँले आफ्नो निन्द्रा त्याग्नु पर्ला, भोग त्याग्नु पर्ला, सतावट सहनु पर्ला, धेरै कुराहरू। हालेलुया। आशिष पाउनको लागि मात्रै हामीले येशूलाई पछ्याउनु हुँदैन, है। उहाँलाई प्रेम गर्नको लागि हामीले उहाँलाई पछ्याउनु पर्छ। भिडबाट निस्केर हामी चेला हुनको लागि निर्णय लियौँ। आमेन। भिडमा अरूको पछाडि पछाडि लाग्ने होइन, अरूले के गर्दैछ होइन। अब हामी हेर्छौँ साँचो प्रेम र घृणाको वास्तविक अर्थ के हो। यहाँनिर यो 26 पदमा पाउनुहुन्छ, लुका 14:26, लुक 14:26। यदि कोही मौका आउँछ र आफ्ना बुबा र आफ्ना पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, आफ्नो प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। यो कठिन कुरा थियो। धेरैजना चेलाहरू यो पद पढेपछि अथवा यसोले यो वचन बोलेपछि उनीहरू फर्किए। ओ यो बाटो कठिन रहेछ, यहाँ त सबै कुरा छोड्नु पर्ने रहेछ। तर चेलाहरूलाई चाहिँ थाहा थियो। उनीहरूले के गरे, आफ्नो वचनले भन्छ आफ्नो बुवाहरूलाई त्यही ढुङ्गामा छोडेर उनीहरू येशूको पछि लागे। हालेलुया। उनीहरूको पेसा थियो, उनीहरूको कमाएर खाने कुराहरू थियो, जाल थियो, डुङ्गा थियो, बुवाहरू थियो, साथीहरू थियो, पार्टनर्सहरू थियो, सबै कुरा छोडेर उनीहरू कसको पछि लागे? येशूको पछि लागे। तर धेरैजना चाहिँ यो कुरा सुनेर, तपाईँले यो धेरै स्टोरी पाउनुहुन्छ। लुका 9 अध्यायमा तपाईँले पाउनुहुन्छ, 53 भन्दा पछाडि यो खण्डहरू पाउनुहुन्छ। धेरैजना येशूको पछि आउने इच्छा गर्छन्, तर वास्तवमा हामीले चुकाउनु पर्ने मूल्य सोच्यो भने उनीहरू फर्केर जान्छन्। हालेलुया। हालेलुया। सो यहाँनिर विशेष गरिकन यो घृणा अथवा मिस्यो भन्ने शब्दको अर्थ चाहिँ कसैलाई तिरस्कार नगर्नु, नराम्रो व्यवहार नगर्नु भन्ने कुरा होइन, तर यसलाई चाहिँ प्रायोरिटी बेस, के कुरालाई बढी मान्यता दिने, के कुरालाई बढी प्रेम गर्ने कुरा हो।
फेरि यहाँ त यसो भनेको रहेछ भनेर घरमा गएर श्रीमतीलाई छोडेर चर्चतिरै नआउनु होला, श्रीमानलाई छोडेर पनि नहिँड्नु होला। यहाँ त्यसो भनेको होइन, बुवा आमालाई माया नगर्नु भनेको होइन। बाइबलले त यति स्पष्ट भनेको छ, यदि कसैले आफ्नो बुवा र आमालाई आदर गर्दैन भने तिनीहरूलाई ढुङ्गाले हान्नु पनि भनेको छ। फेरि बुझ्नु भएन? द्याट्स ट्रुथ, सत्य वचन हो यो। त्यो कारण हामीले ओहो यसोले यसो होइन, यहाँ चाहिँ प्रेमको रिअर्डरको बारेमा कुरा गरेको छ। प्रेम कुन कुरालाई पहिलो प्राथमिकता दिने? हामी संसारको कुराहरूलाई बढी माया गर्छौँ भने चाहिँ संसारको कुराले हामीलाई खिच्न थाल्छ, तर माथिको कुराहरूलाई पहिलो प्राथमिकता दिन्छौँ भने संसारको कुराहरू हाम्रो पछि लाग्छ। त्यो कारण मत्ती 6 अध्यायको 33 पदमा येशूले के भन्नुभयो? पहिला उहाँको राज्य अनि उहाँको धार्मिकता खोजी गर र सबै कुरा तिमीहरूको निम्ति थपिनेछ। हालेलुया। हामी चाहिँ के गर्छौँ? सबै कुराको पछि लाग्छौँ पहिला, अनि केही उपाय लागेन भने मात्रै चर्चतिर आउँछौँ, हो कि होइन? पहिला सबै कुरा खोज्न थाल्छौँ, सबै कुराको पछि होइन, पहिला येशूको पछि लाग्ने हो, बाँकी सबै कुरा थपिँदै जान्छ। यो वचनलाई याद गर्नु, सबभन्दा पहिला कसलाई? माथिका कुराहरूमा ध्यान लगाउने। प्रभु येशू ख्रीष्ट परमेश्वरलाई खोज्ने कुरा हो। आमेन। सो हामी यहाँ हेर्दछौँ प्रेमको रिअर्डर, आफूलाई अथवा घृणा गर्नु भन्ने कुरा होइन। आफ्नो बुवा आमालाई, श्रीमतीलाई, छोराछोरीलाई, सबै कुरालाई घृणा गर्नु भन्ने कुरा होइन, तर पहिलो प्राथमिकता प्रेम चाहिँ परमेश्वरलाई दिनु। तपाईँले अब्राहमको कथा पढ्न सक्नुहुन्छ। अब्राहम किन परमेश्वरले इसहाकलाई माग्नुभयो? अब्राहम, तेरो छोरा जसलाई तैँले अति नै माया गर्छस् त्यसलाई मोरिबाको पर्वतमा लगेर के गर? मेरो निम्ति सेक्रिफाइस कर, बलिदान गर्दै। परमेश्वरले किन माग्नुभयो? है, किन माग्नुभयो? किनकि अब्राहमले परमेश्वरलाई भन्दा बढी आफ्नो छोरालाई माया गर्थ्यो। बुढेसकालको छोरा, 99 इयर्समा पाएको छोरा, कसलाई माया लाग्दैन होला, होइन? अनि उसले पनि माया गर्थे, कसलाई? परमेश्वरलाई भन्दा बढी उसलाई प्रायोरिटी दिन थाले। अनि प्रभुले भन्नुभयो सेक्रिफाइसको अर्थ चाहिँ बलिदान गर्नु अथवा त्यसलाई चाहिँ छोडिदिनु भन्ने कुरा हो। अनि उहाँले त्यो पाठ सिकाउनु भयो, अब्राहम तिम्रो छोरा इसहाकलाई मोरिबाको पर्वतमा लगेर के गर? बलिदान गर्थ्यौ। अब अब्राहम बाध्य भयो, होइन? बाध्यतामा होस्, हुन्छ प्रभु म बलिदान चढाउँछु। अनि उसले गए, अनि परमेश्वरले फेरि अर्कोपल्ट देख्नुभयो अब्राहमको विश्वास इसहाकमा भन्दा बढी परमेश्वरमा उसको विश्वास बलियो भएको। अनि परमेश्वरले भन्नुभयो तिमीले बलिदान चढाउनु पर्दैन अब्राहम, मैले तिम्रो विश्वासको जाँच मात्रै गरेको थिएँ। मैले थाहा पाएँ तिमीले मलाई आफ्नो छोरा अथवा आफ्नो श्रीमती भन्दा बढी प्रेम गर्छौ, त्यो कारण तिम्रो छोराको बलिदान मलाई चाहिएको होइन, तिम्रो विश्वासको बलिदान मलाई चाहिएको। हालेलुया। अनि प्रभुले के गर्नुभयो? त्यो इसहाकको साटोमा अरू कुनै कुरा बलिदानको निम्ति जुटाउनु भयो, तर परमेश्वरले अब्राहमलाई उसको विश्वास यति बलियो छ भन्ने कुरा चाहिँ टिक गरिदिनु भयो। हालेलुया, हालेलुया। त्यो कारण हामी के कुरालाई बढी माया गर्छौँ? तपाईँले संसारमा धेरै माया यदि परमेश्वरलाई भन्दा बढी कुनै कुरालाई गर्नुहुन्छ भने तपाईँ एक दिन त्यो कुराले तपाईँको हृदय टुक्राउँछ। जवान भाइ बहिनीहरूलाई बढी माया गर्छ भने नि बिहे गर्नुभन्दा अगाडि पछि धोका दियो भने तपाईँको मुटु टुक्रिन्छ। धोका दि मोरीले छोडेर गई, होइन? छोडेर गई, निष्ठुरीले छोडेर गइहाली, हेर्दा हेर्दै अर्काको भइहाली भन्ने बेला हुन्छ। निष्ठुरीले छोडेर जानुभन्दा पहिला, अर्कोलाई माया गर्नुभन्दा पहिला तपाईँले परमेश्वरलाई माया गर्नुहोस्, परमेश्वरलाई प्रेम गर्नुहोस्। परमेश्वरले उसको हृदयमा तपाईँप्रतिको प्रेम जगाइदिनुहुन्छ। ओके, आफ्नो बल बुद्धि विवेकमा प्रेम जबरजस्ती नगर्नुहोस्, है? मेरै योजना, मेरै विचार सबै कुरा हुन्छ भन्ने कुरा होइन। परमेश्वरमा समर्पण गर्नुहोस्, परमेश्वरले तपाईँलाई असल दिनुहुनेछ। उहाँले दिनुहुने चाहिँ तपाईँले रोजेको भन्दा लामो समयसम्म टिकाउ र भरपर्दो छ। हालेलुया। तपाईँले रोजेको चाहिँ टेम्परेरी छ, तर उहाँले दिनुहुने चाहिँ टिकाउ अनि भरपर्दो छ। वारेन्टी ग्यारेन्टी सहित मिल्छ, ठप्पा लगाएर, है?
सो हामी परमेश्वरलाई धन्यवाद दिँदछौँ कि हामी उहाँलाई प्रेम गर्नेहरू हौँ। हालेलुया, उहाँलाई माया गर्नेहरू हौँ। सो म छिटो जान्छु। नम्बर 4, आफ्नो प्राणलाई नै बेमोलको सम्झिनु। यहाँनिर वचनले भन्छ 26 पदमा, यदि कोही मकहाँ आउँछ र आफ्ना बुवा आमालाई, आफ्नी पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनीहरूलाई र आफ्नो प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरा चेला हुन सक्दैन। अब यहाँनिर प्राण अथवा सोलको कुरा गरेको छ। यो प्राण चाहिँ के हो? हाम्रो इच्छा र चाहनालाई वृद्धि गर्ने एउटा इन्डिकेटर हो। मेरो हृदयले के कुराको चाह गर्छ हैन, मेरो मनको इच्छा के छ, मेरो इच्छा यो छ, मेरो तृष्णा यो छ, मेरो डिजायर यो छ हैन। डिजायर उत्पन्न गर्ने जग्गा। अनि यहाँनिर वचनले भन्छ तिमीले के गर्नुपर्छ कि आफ्नो प्राणलाई तुच्छ ठान्नुपर्छ। तिमी आफैले आफूलाई सरेन्डर गर्नुपर्छ। मेरो इच्छा त के छ, मेरो विचार के छ, तर तिम्रो विचार होइन, परमेश्वरको विचारलाई स्थान दिनुपर्छ। हालेलुया, उहाँको इच्छालाई विचार दिने, आफैलाई आफ्नो इच्छालाई सरेन्डर गर्नु। हामी आफैलाई तिरस्कार गर्नु भन्नुको मतलब चाहिँ मलाई तिरस्कार गर्नुपर्छ, मेरो शरीर जस्तो भए पनि हुन्छ, होस् बरु लथालिङ्गै भत्ताभुङ्गै हुनु भनेको होइन। तपाईले आफ्नो शरीरलाई पनि माया गर्नुपर्छ, आफ्नो हृदयलाई पनि माया गर्नुपर्छ, तर सबभन्दा पहिलो कुरा कसलाई माया गर्नुपर्छ? परमेश्वरलाई माया गर्नुपर्छ। आज पास्टर राजुले त आफ्नोलाई घृणा गर्नु भनेको छ, आफूलाई होइन भरे गएर ननुहाइकन जुम्रा पालेर हिँड्नु भनेको होइन है। हाम्रो शरीर चाहिँ के हो? परमेश्वरको पवित्र आत्माको मन्दिर हो। तपाईको शरीरलाई पनि स्याहार सुसार गर्नुहोस्। बुझ्नुभयो? शरीरलाई पनि माया गर्नुहोस्, किन तपाईको शरीर के हो? पवित्र आत्माको मन्दिर हो। हालेलुया। आज जाँदाखेरि एउटा लिपस्टिक, एउटा पाउडर किनेर जानुहोस्। आफैले आफैलाई सजाउनुपर्छ, आफैले आफैलाई सुन्दर बनाउनुपर्छ, आफूले आफूलाई माया गर्नुपर्छ। हालेलुया। तर यसको मतलब यो होइन कि सबै कुरा म भन्ने कुरा। धेरैजनाको विचारमा घमण्ड आउँछ, म जस्तो सुन्दर को छ र? हो कि होइन? म सुन्दर, म राम्री, कोही छ मेरो तुलनामा? मेरो दाँत मिलेछ, आँखा मिलेको छ, हरिणको जस्तो आँखा छ मेरो। भन्न खोजेको कुरा चाहिँ हामी आफैले आफैलाई यो पदमा नराखौँ जो परमेश्वरले हामीलाई दिनुभएको छ। हालेलुया। म राम्रो छु, राम्रो कुरा हो, तर म परमेश्वरको प्रेम भन्दा चाहिँ राम्रो छैन। आमेन। त्यसकारण म को हुँ भन्ने कुरा हामीले जान्नु भनेको। आमेन। सो यहाँनिर हामी पाउँछौँ हामीले आफ्नो प्राणलाई अथवा म भन्ने ठाउँलाई रिप्लेस गर्नु, मेरो इगोलाई मबाट ख्रिस्टतर्फ बढ्नु। नट मी, नट आई, बट क्राइस्ट। मेरो सट्टामा चाहिँ ख्रिस्ट हुनुहुन्छ। पावलले के भन्छ गलाती 2:20 पदमा हामी पढ्छौँ यो वचनलाई, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। हालेलुया। जुन जीवन म अहिले शरीरमा जिउँदछु त्यो चाहिँ के हो? म ख्रिस्टको लागि जिउँछु। मसँग भन्नुहोस् न, जुन जीवन म अहिले जिउँछु त्यो चाहिँ म ख्रिस्टको लागि जिउँछु। अब उपरान्त जिउने म होइन तर मेरो सट्टामा ख्रिस्ट ममा जिउनुहुन्छ। हालेलुया। कस्तो मजाको कुरा। पावलले भन्छ म होइन तर मेरो सट्टामा म भन्ने ठाउँमा ख्रिस्ट चाहिँ रिप्लेस हुनुहुन्छ, उहाँ बस्नुहुन्छ, उहाँले हामीलाई चलाउनुहुन्छ। एउटा ड्राइभरले आफ्नो गाडी चलाए जस्तो अनि गाडीले आफ्नो ड्राइभरलाई समर्पित गरे जस्तो हामी उहाँमा समर्पित हुनुपर्छ। हालेलुया। येशू ख्रिस्ट हाम्रो विकल्प होइन, अप्सन होइन, म पछ्याउँ कि नपछ्याउँ भन्ने कुरा होइन, तर यो चाहिँ ख्रिस्ट चाहिँ हाम्रो सेन्टर हुनुपर्छ।
हाम्रो हृदयको सेन्टर हुनुपर्छ। आमेन। उहाँको लागि कुनै पनि कुरा असम्भव छैन। यहाँसम्म कि हामी आफ्नो प्राण पनि बलिदान दिन तयार हुनु नै साँचो चेलापन हो। भोलि के हुन्छ हामीलाई थाहा छैन, तर ख्रिस्टको निम्ति म भनेर समर्पित आफूले आफूलाई गर्नुपर्छ। अन्तिम पोइन्ट हामी हेर्नेछौँ, आफ्नो क्रुस बोक्नु। जुन व्यक्ति, यो चाहिँ 14:27 जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। आफ्नो क्रुस बोक्नु भन्ने कुरा चाहिँ विश्वासी अथवा क्रिस्चियन जीवनमा सबैभन्दा बढी मिसअन्डरस्टुड भएको भर्स हो। गलत प्रकारको बुझाइ, ओ यो बिमार भएको होइन, मैले यो क्रुस बोक्नु पर्ने रहेछ, ओ यो भएको यो क्रुस हो। हामी तुलना गर्छौँ बिमारलाई, आर्थिक अभावलाई, होइन, विभिन्न कुरालाई हामी के गर्छौँ, हाम्रो क्रुससँग तुलना गर्छौँ। त्यो होइन। क्रुस बोक्नु भनेको चाहिँ अब जानी जानी येशूको पछि लाग्नु हो। जुन बाटोमा हिँड्दै गर्दा कठिन परिस्थितिहरू पनि आउन सक्छन्। मसँग भएको भोगिराखेको कुरा होइन प्रियहरू, तर अब आउने कुरासँग सङ्घर्ष गर्नको लागि तयारी हुनु हो। क्रुस बोक्ने कुरा चाहिँ अप्सनल कुरा हो। तपाईँले क्रुस बोक्न चाहनुहुन्छ, तपाईँ क्रुस बोक्न सक्नुहुन्छ। हालेलुया। त्यही कारण तपाईँ क्रुस बोक्ने कि नबोक्ने यो रोजाइ तपाईँको हातमा छ। सो योनेरि हामी हेर्छौँ, यो एकदमै गलत बुझिएको कुरा होइन। क्रुस बोक्ने कुरा चाहिँ एकपल्ट हामीले निर्णय गरिसकेपछि फेरि फर्किने कुरा होइन, तर सँगै क्रुस बोकेर हिँडिरहने, यो चाहिँ वान वे हो। एकतिरको होइन बाटो। यो केवल दुःख मात्र होइन। मानिसहरूले भन्छन् मेरो रोग मेरो क्रुस हो, मेरो परीक्षाहरू मेरो क्रुस हो, मेरो अभावहरू मेरो क्रुस हो। तर येशूले भन्नुभयो क्रुस चाहिँ स्वैच्छिक हो। तिमीहरूले इच्छा गर्नुपर्छ क्रुस बोक्न। हालेलुया, हालेलुया। चाहिँ यहाँ हामी हेर्दछौँ कि लुकाले एउटा खास शब्द यहाँनिर प्रयोग गरेको छ। लुका 6:23 म तपाईँले पढ्न सक्नुहुन्छ, नभए म पढिदिनेछु। यहाँनिर एउटा शब्द छ जसलाई चाहिँ दैनिक, डेली भन्ने शब्द प्रयोग गरेको छ। तब उहाँले सबैलाई भन्नुभयो, कोही मानिस म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। आमेन, हालेलुया। वचनले के क्रुस बोक्ने कुरा चाहिँ एक दिन वान टाइमको घटना होइन, आज मात्रै बोक्ने भन्ने कुरा होइन। क्रुस बोक्ने चाहिँ वचनले के भन्छ, दैनिक रूपमा क्रुस बोक्नुपर्छ। क्रुस चाहिँ उहाँको बाटोमा हिँड्दा आइपर्ने कठिनाइहरू हुन सक्छन्। हालेलुया। विभिन्न कुरा हुन्छ, परीक्षा होला, सतावट होला, विभिन्न कुरा, तर क्रुस हामीले बोकेर हिँड्नुपर्छ। समर्पण त भनेको नि चेलापन। सुन्नुहोस् है चेलाहरू, समर्पण भनेको अल्ट्रा कलको समयमा पास्टरले आउनुहोस् प्रार्थना गरौँ भनेर प्रार्थना गर्नलाई वचनपछि बोलाउँदै गर्दा एकपल्ट गएर म आजबाट येशूमा जिउनेछु भनेर समर्पण गर्नु मात्र होइन, तर दैनिक रूपमा प्रभु मेरो जीवन तपाईँमा समर्पित छ भनेर भन्न सक्नु। धेरैपल्ट पास्टरले बोलाउँछ प्रार्थना गरेर आउनुहोस्, तपाईँको पेट दुखेको, टाउको दुखेको, गोला गानो, ग्यास्ट्रिक प्लास्टिक भनेर बोलाउँदा हामी के गर्छौँ, गइहाल्छ हामीलाई प्रार्थना। अनि त्यो दिन समर्पण पनि आजबाट म प्रभु तपाईँको लागि छु, तर भोलिपल्टबाट फेरि हामी संसारकै जीवन जिइराखेका छौँ, त्यस्तै जीवन जिइराखेका छौँ, अलिकति पनि फरक हुँदैन। त्यो कारण हाम्रो जीवन चाहिँ अल्ट्रा कल होइन, हाम्रो जीवन चाहिँ के हो, डेली समर्पणताको जीवन हो। आजको दिन प्रभु तपाईँको हातमा छ। म जहाँ जान्छु, म जे गर्छु, जे बोल्छु, जहाँ हिँड्छु, जे खान्छु, यो सबै कुराले तपाईँको महिमा होस् र तपाईँको महिमा नहुने कुनै पनि कुरा आजको दिन मैले गर्न नपरोस्। हालेलुया। मसँग भन्नुहोस् त, आजको दिन तपाईँको महिमा नल्याउने, युथहरूको त मुखै खोल्दैन त हो। आजबाट आजको दिन तपाईँको महिमा नल्याउने कुनै पनि कुरा मैले गर्न नपरोस्। भरे भेटौँला मैले फेरि। हालेलुया। सो यो चाहिँ के हो, दैनिक रूपमा तपाईँले प्रार्थना गर्नुहोस्, प्रभु आजको दिन म मेरो जीवन तपाईँको हातमा राख्छु, मेरो जीवनले तपाईँको महिमा ल्याओस्। हालेलुया। क्रुस बोक्ने कुरालाई एउटा एएमपी बाइबल एक्सप्लेनेसन गरेको छ। यो भर्सनको बाइबलले भन्छ, जसले आफ्नो क्रुस बोक्दैन अथवा आउन सक्ने कुरा सहन तयार हुँदैन। सुन्नुहोस् है, आउन सक्ने
समस्याहरूसँग सङ्घर्ष गर्न सक्दैन अथवा सहन तयार रहँदैन। अनि वचनले भन्छ र मलाई पछ्याउँदैन अथवा मलाई विश्वास गर्दैन, मेरो उदाहरण अनुसार बाँच्दैन। आवश्यक परेमा ममा विश्वासको कारणले दुःख भोग्दै वा मर्दै गर्दा पनि त्यो मेरो चेला हुन सक्दैन। एउटा च्यालेन्ज, एउटा चुनौती हामीलाई दिएको छ। दुःख देखेर डराउने, आपद देखेर डराउने विश्वासीहरू चाहिँ मेरो चेला हुन सक्दैन। आमेन, हालेलुया। त्यही कारण 14:33 अन्तिम पदले छ, यसकारण तिमीहरू मध्ये जसले आफूसित भएका सबै कुराहरू त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन। कस्तो अचम्मको कुरा। अब त्याग्नु भन्ने कुरा सबै छोडेर गरिब भएर चर्चमा नै साधु बाबा जस्तो होसन्ना हालेलुया भन्दै बस्नु भनेको होइन। तर आफूसँग भएका कुराहरू, प्रभु यो सबै तपाईँको हो, तपाईँले दिनुभएको, तपाईँ बिना म केही पनि गर्न सक्दिनँ, तपाईँ नहुनु भएको भए म आज यहाँ पुग्न सक्दिनँ भन्नुभयो। हालेलुया। सबै कुरा उहाँमा भएर जिउने कुरा। त्यो कारण आज तपाईँलाई लाग्न सक्छ मैले त सबै थोक गुमाउँदैछु, तर याद राख्नुहोस् वचनले भन्छ येशूलाई पछ्याउँदा हामीले जे गुमाउँछौँ, हामीले कैयौँ कुराहरू गुमाउँछौँ, तर हामीलाई उहाँले त्योभन्दा कैयौँ गुणा बढी दिनुहुन्छ। हालेलुया, हालेलुया। हामीले गुमाएका प्रत्येक कुराहरू उहाँले हामीलाई दिनुहुन्छ, उहाँले हामीलाई अझै बढी दिनुहुन्छ। यदि हामीले माछा र जाल छोड्न तयार छौँ भने उहाँले हामीलाई उहाँको राज्यको उत्तराधिकार दिनलाई तयार हुनुहुन्छ। हालेलुया। यदि हामी माछा र जाल पक्रिरहन्छौँ भने उहाँको उत्तराधिकार हुन सक्दैनौँ। अब्राहमले आफ्नो देश छोडे, परमेश्वरले उनलाई कनान दिनुभयो। मोसाले आफ्नो एउटा राजाको राजकीय होइन सामर्थ्य उनले छोडे, परमेश्वरले उनलाई अनन्तको उद्धारकर्ता बनाउनु भयो है। त्यो यहुदीहरूको लागि, जुइसहरूको लागि एउटा उद्धारकर्ता बनाउनु भयो। आमेन। अनि हामीले धेरैजनालाई हेर्छौँ आज तपाईँ र म यदि हाम्रो अहङ्कार, हाम्रो पापहरू, तपाईँ र मेरो यी सबै कुराहरूलाई छोडेर यसुको पछि लाग्न तयार छौँ भने उहाँले तपाईँ र मलाई अनन्त जीवन र शान्ति दिनुहुनेछ। आज यसुले तपाईँलाई भन्दै हुनुहुन्छ तपाईँसँग समाति राखेको तपाईँको जाल, चिन्ता, पाप, पुरानो जीवनका कुराहरू छोडेर यसुको पछि आउनुहोस्। यसुले तपाईँलाई सफलता दिनुहुनेछ, सक्सेस बनाउनुहुनेछ। आउनुहोस् हामी सबैजना उठ्नेछौँ।